हेलो एन्ड नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। अनि गुड मर्निङ है। आज चाहिँ भ्लगको सुरुवात चाहिँ युनिभर्सिटीबाट आएर रुममा आएपछि सुरु गरेको छु। आज चाहिँ म चाहिँ आज खास गरी यहाँ माछा साछा बनाउनु लागि चाहिँ अघि मैले भिडियो बनाउँदै बिर्सेको छु। अनि यहाँ मैले चाहिँ अहिले माछा फ्राई गर्दैछु। यहाँ चाहिँ खाना पाकिसक्यो। यहाँ अब प्याज स्याज टमाटर होइन सबै काटकुट गरेर राखिसकेको छु। क्या खान्छ, फ्राई खायो या ग्रेभी खायो? फ्राई खायो। म त्यो मासु बनाउँदै थिएँ, यहाँ माछा फ्राई गर्दैछु। अच्छा अच्छा यस्तो छ, यसलाई फर्काउनु पऱ्यो है। अघि 5 मिनट रुको, 5 मिनट हो। अच्छा दामी फ्राई भइसक्यो। सबर करो भाइ, सबर करो। बिहान बिहान यस्तो गर्नु छ, 2:30 भयो भर्खरै, त्यही पनि लास्टै गर्नु छ होइन। बाहिर चाहिँ आजकल चाहिँ खै के भएर हो, गर्मी धेरै भएर है के भएर हो, बाहिरतिर चाहिँ गाडीहरू अलिक कम हुँदै गएको छ। नत्र चाहिँ सधैँ बिहान चाहिँ गाडी चल्दै हुन्छ। स्पेसल भेन्डी फ्राई, हैदराबादी स्टाइल। अनि मैले माछा साथो म्यारिनेट गरेर फ्राई गरेको थिएँ होइन। अनि त्यहाँ सबै काटकुट गरेर राखेको थिएँ होइन। अघि भिडियो बनाउँछ भने बिर्सेछु कि ठ्याक्कै अहिले खानासाना ठ्याक्कै माछा फ्राई गर्ने बेला ओहो भिडियो बनाउनु बिर्सिहाल्यो यसो सम्झेर। अब अहिले चाहिँ खानासाना बनाउँदैछु होइन। अनि खानासाना बनाएर गरेर माछा चाहिँ फ्राई भएर सकिसक्यो। अब अहिले चाहिँ माछाको ग्रेभी रेडी गर्दैछु। सरकार पनि भर्खर आयो है। सरकार क्या बनेगा? क्या बनेगा? राइस, फिर मछली है। हाँ मेरो चाहिँ अब 1 बजी छुट्टी भयो। त्यो म चाहिँ आइपुगेको 1:30 बजी पनि सरकारको चाहिँ 2 बजी छुट्टी भयो। म र यहाँ छ अनिस भाइको चाहिँ र मेरो चाहिँ 1 बजी छुट्टी भएर आएको हो। खाना खाँदैछु। यस्तो जिन्दगी होइन। ड्युटी जाने, ड्युटीबाट आउने, खानासाना बनाउने, खाने, भाँडासाँडा धुने, फेरि सुत्ने, फेरि उठ्ने। हाँ, उनको बोलेगा मैं मछली बनाया, वो मछली खाने के लिए मैं दोबारा भूल गया। तो फिर क्यों नहीं बोला? अभी बोलता तो अभी मैं मच्छी नहीं बनाता। अभी मैं भी मच्छी बना रहा हूँ। मछली कौन सा वाला बोलो? कौन सा वाला? वो जो मछली ले गया था उधर से किलो नहीं, ये कौन सा मछली रेडी हो गया मसला से। पानी गिराओ, बर्तन गिराओ, सब कुछ गिराओ भाई। मछली का नाम यहाँ ग्रेभी बन्दैछ होइन। यो प्याजलाई चाहिँ मैले कस्तो ग्राइन्डर त्यो हातले यस्तो त्यो गर्ने थियो, त्यसमा चाहिँ ग्राइन्डिङ गरेर होइन मसिनो बनाएको छु। ग्रेभी चाहिँ राम्रो हुन्छ भनेर कि त्यही भएर टक्क मसिनो गरेर त्यसमै अनि खोर्सानी, त्यसमै अदुवा, त्यसमै अनि लसुन चाहिँ युज गरेर अनि प्याज पनि युज गरेर एकचोटि ग्राइन्डिङ गरेको छु। त्यो मसिनो भएको छ। अनि अलिक चाँडै पनि पाक्ने, ग्रेभी पनि अलिक बाक्लो हुन्छ क्या, त्यही भएर म त्यस्तो गरेको थिएँ कि। सरकारको पनि माछै हो यो। सरकारको हिजो बनाएको माछा हो सरकारले। अब यही तताउने, यही खाने। एक दिन तरकारी बनाउने, 2 दिन खाने। सबैको सिस्टमै त्यही छ हामीको। टक्क लगाएर माछाको ग्रेभी चाहिँ यस्तो भइसकेको छ है। टक्क लगाएर चाहिँ त्यो मसिनो प्याजहरू काटेर हालेपछि चाहिँ यस्तो दामी हुन्छ कि मसला। टक्क अब यो रेडी हुँदैछ। भर्खरै चाहिँ यसो मसला सस्ता हालेर राखेको छु होइन। यो रातो देख्नुको कारण चाहिँ मैले कश्मिरी मिर्ची हाल्छु कि त्यही भएर यस्तो रातो।
यसमा केही पनि हालेको छैन, नुन, बेसार, धुलो मसला, मिक्स मसला, चिकन मसला थोरै, अनि माछाको मसला, अनि कश्मिरी मिर्ची टक्क हालेको छु। यसमा चाहिँ दामी हुन्छ। अनि पाकेपछि चाहिँ ऊ यस्तो हुन्छ फेरि सरकारको जस्तो। सरकारको चाहिँ यस्तो छ दामी। सरकार अच्छा कलर आयो। सरकारलाई चाहिँ कलर मन पऱ्यो अरे भन्दै थियो तरकारी। तरकारी चाहिँ पाकिसक्यो। अब खाना खानुपर्छ। यहाँ खाना त अघि नै पाकिसकेको हो। आउने बित्तिकै चाहिँ खानासाना बसालिसकेको थिएँ। अनि माछा सातो सफा सुग्घर गरेँ, मेरिनेट सेरिनेट गरेँ, प्याज स्याज सबै काट्यो अरे। अघि सुरुको चाहिँ भिडियो बनाउनु पाएन, त्यही भएर अब खाना खानुपर्छ। अहिले चाहिँ बिहान भइसक्यो है, 5:30 भयो। 5:30 भइसकेको छ। म चाहिँ खानासाना खाएर ओरेर सकिसक्यो। अनि अलिअलि काम थियो, कामसाम गरेँ होइन। कपडासपडा धुन थाल्यो, कपडासपडा धोएँ। अनि आफ्नो लागि अब टिफिन सिफिन प्याक गरेँ होइन। प्याक मार्केट सार्केटमा लिएर जाँदा होइन। अब यस्तै छ। अब बाहिरतिर कतै गएको छैन। अब भिडियो सिडियो बनाउनु पाउँदैन होइन त्यति। अब 2-3 दिन बादै भिडियो बनाएर नआएको, त्यही भएर अनि आज चाहिँ छोटो मिठो होइन जस्तो हुन्छ त्यस्तै बनाऊ भनेर चाहिँ आज भ्लग बनाएँ। यति नै हो होइन। अब काहीँ यदि गयो भने फेरि बनाउँला। अब आजलाई चाहिँ यति नै, फेरि अर्को भ्लगमा भेटौँला है त।